अब मेनोपजसम्म आइपुग्दाखेरि चाहिँ what are the common symptoms and what should a women of 40+ do? अब यो भनेको चाहिँ मोस्ट यो भनेको चाहिँ कुरै नहुने है यसमा चाहिँ Yes. भनेको हामीले सोसियल मिडियामा हेऱ्यौँ भने पनि बरु मेन्स्ट्रुएसन प्रेग्नेन्सी सबै पोस्टपार्टममा पनि छ तर मेनोपजमा चाहिँ म देख्दिनँ कि धेरै कुरा भएकै देख्दिनँ अनि वुमेन आर कम्प्लिटली अनअवेयर जस्तो मलाई फिल हुन्छ कि अनि जस्तो अब कस्तो हुन्छ नि एउटा एजमा पुगिसकेपछि अनि घरमा अब कम्प्लेन गर्यो कसैले केही भन्यो भने पनि यो यस्तै इरिटेट भइरहेको छ भने लाग्यो गन गर्यो किस गर्यो भने जस्तो होइन बट देन द्याट्स द रियल थिङ के जुन त्यो फिमेलले एक्सपिरियन्स गर्छ सो पेरिमेनोपजै भनौँ होइन सो अराउन्ड द्याट फेज नै मेनोपजै हुनु परेन पेरिमेनोपजदेखि नै हर्मोनल चेन्जेस स्टार्ट हुन्छ अनि द्याट इज द मोस्ट इम्पोर्टेन्ट फेज ओभरिजहरू सानो हुन्छ हर्मोन्सहरू आउन छोड्छ होइन त्यो भएपछि सी विल स्टार्ट ह्याभिङ अल द सिम्टम्स लाइक हट फ्लसेस के तलबाट एकैचोटि तातो भएर फेसमा आएको जस्तो अनि पाल्पिटेसन होइन मुटु ढुकढुक भइरहेको जस्तो अनि जति बेला पनि गर्मी स्वेटिङहरू भइरहेको जस्तो अनि एक ठाउँमा बस्न नसक्ने अस्थिरता भन्छ नि बस्न नसक्ने कस्तो अब त्यो हुन्छ नि के गर्नु छटपट भइराख्ने होइन सो त्यो सबै सिम्टम्सहरू चाहिँ पेरिमेनोपजमा आउँछ कि अनि द्याट इज द फेज जुनमा चाहिँ फर्स्ट वुमेनलाई नै थाहा हुनु पऱ्यो कि ओके आई हेभ टु गो थ्रु दिस आफ्टर सर्टेन एज भन्ने कुरा केही समय सखीसँग कन्भर्सेसन्स द्याट केयर